नेपालीले आफ्नो भाग्य र भविष्य लेख्ने अवसरको रूपमा आएको छ चुनाव। परीक्षाको रूपमा आएको छ नेपाली जनताको विवेक कस्तो रहेछ भन्ने कुरा होइन। देशद्रोह गर्ने, भ्रष्टाचार गर्ने होइन, बेथिति मचाउने नेपालीले आफ्नो भाग्य र भविष्य लेख्ने अवसरको रूपमा आएको छ चुनाव। परीक्षाको रूपमा आएको छ नेपाली जनताको विवेक कस्तो रहेछ भन्ने कुरा होइन। देशद्रोह गर्ने, भ्रष्टाचार गर्ने होइन, बेथिति मचाउने, देशलाई कहिले पनि कहीँ पनि नपुर्याउने, गोल गोल घुमाइराख्ने मान्छेहरूलाई नै चुन्ने हो कि नयाँ विचारका साथ, नयाँ उमङ्ग र जोसका साथ आएको नयाँ परिवर्तन होइन तपाईँको चाहिँ ल्याउने शक्तिलाई चुन्ने हो कि भन्ने नेपाली जनताको विवेकको परीक्षा हुँदैछ यसपालि। र यो परीक्षामा नेपाली जनताले डिस्टिङसन लिएर पास गर्नुहुन्छ। शान्ति, सुरक्षा र निष्पक्षतामा चाहिँ तपाईँ कतिको आश्वस्त विश्वस्त हुनुहुन्छ? कतिपयले प्रश्न उठाइरहेका छन्। त्यसमा चाहिँ अलिकति छ, त्यसमा चाहिँ अलिकति शङ्का छ तपाईँको? निष्पक्ष नहोला कि भन्ने खालको। निष्पक्ष नहोला कि, धाँधली रहित शान्तिपूर्ण नहोला कि भन्ने कुरामा अलिकति शङ्का लाग्छ। त्यो शङ्का लागिरहेको छ। तर पुराना दलहरूले विशेष गरेर शान्ति सुरक्षालाई लिएर नै प्रश्न उठाइरहेका छन्। हतियारहरू बाहिर छ, कतिपय फरार कैदीहरू बाहिर छन्। यो अवस्थामा कसरी चुनाव हुन्छ, यसमा चाहिँ नि सुधार हुनु पर्यो भनेर भनिरहेका छन्। त्यो तपाईँ पनि एउटा महत्त्वपूर्ण स्टेक होल्डर हो यो निर्वाचन। त्यो कुरामा त्यो सुधार गर्नुपर्छ। र सधैँभरि म नेपाली दाजुभाइ दिदीबहिनीलाई भन्न चाहन्छु, सधैँभरि आन्दोलन गरिराखेर मात्रै पनि देश बन्दैन होइन। त्यसले गर्दाखेरि अब देशले स्थिरताको बाटो होइन, सुनिश्चितताको बाटो लिनुपर्छ। त्यसमा चाहिँ सबै व्यक्ति पछि हामी तपाईँको चाहिँ नि जिम्मेवार बन्नुपर्छ होइन। म पनि जिम्मेवार बन्नुपर्छ समाजको शान्ति सुरक्षाको लागि, तपाईँ पनि बन्नुपर्छ होइन। हरेक निकाय तपाईँको चाहिँ नि अब आम जनतादेखि लिएर हरेक निकाय चाहिँ अब हामी जिम्मेवार बन्नुपर्छ। नहुने कुराहरू, नहुने तपाईँको चाहिँ नि कामहरू हामीले गर्नु हुँदैन।